यस्तो खतरा असली राम्रो यो हो नि ए यहाँ भित्र नि छ त खै ओहो तिमी देखेछौ नि आँखा पनि तातो रहेछ त आँखा तातो हामी गइरहेछौँ कहाँ के माला हेलो गाइस स्वागत छ मेरो नयाँ दिन नयाँ एपिसोडमा म चाहिँ आज यहाँको सानो भाइसँग बाख्रा चलाउन जङ्गलतिर आएको छु भन्दा पनि भाइलाई साथमा लिएर जङ्गल निहुरो टिप्ने भनेर आएको यो यहाँको जङ्गल यो जङ्गलमा चाहिँ निहुरो पाउँछ भन्ने सुनेको छु मैले यो बाबुले भनेको होइन बाबु पाउँछ नि त्यही कारण चाहिँ यो जङ्गलतिर जाँदैछु म निहुरो टिप्न लागि बाख्राहरू पनि लिएर आएको छौँ हामी बाख्रा छोडिदिन्छौ बाख्रा छोड्छौ चर्छ नि यहाँ कसैको मकै सकै त खाइदिनु छैन नि छैन कसैको के खानु ठाउँ त छैन नि मतलब कि त्यो मकै सकै खानु त्यो छैन नि कसैको ल ठिक छ निहुरो पाउँछ नि यहाँ पक्का जङ्गल यस्तो छ हामी जाँदैछौँ अब निहुरो खोज्न जङ्गलतिर कताबाट जाने बाबु कहाँबाट यहाँबाट जाँदैछ जङ्गलतिर जानुपर्ने हुन्छ जङ्गलतिर अब यसो हेर्दैछु कसरी जाने भनेर डर लागिरहेको छ यहाँ साप सुप पनि हुन्छ भन्छन् तर नहोला नि बाबु खतरा घङ्घोर छ घनघोर जङ्गल छ अरे बाबा पलाएर पनि यहाँ कसरी टिपिसकेको रहेछ है मान्छेले टिपिसकेको रहेछ नि अलिअलि भएको यता नि अब माथि उक्लिनु पर्छ ओहो यता माथि उकालो लाग्नु पर्ने चाहिँ यार निहुरो टिप्नलाई त खै भेट्यो अहिले पात यो त पत्ता भएर रहेछ कि त्यो माथि नटिप न माथि पत्ता के अरे त्यो माथि टिप के यस्तो हेर यो पनि यतिको भन्ने क्या यतिको बुझ्यो ल प्लास्टिक छोप त म टिपेर तिमीलाई हालिदिन्छु है ल अब कहाँ जान्छ नि तिमी टिप्नु ओ तार अलिकति सानो देखेँ यहाँ एउटा भेटाएँ मैले यहाँ भेटेँ बाबु मैले यतातिर रहेछ है अझ दुइटा भेटेँ मैले यहाँ म सर्प डर लागिरहेको छ यहाँ किन हेर भनौँ मलाई भेटेछ हेर यी म चारवटा भेटिसकेँ अर्को यी त त्यो डाँडासँग नटिप है बाबु सिधै गएर पकाउने खालको टिप हेर कति धेरै छ ओहो निहुरो त खतरै रहेछ त तिमी भेटेनौ हेर क्या बबाल छ बबाल भेटिरहेको त घुमाउरो घुमेको राम्रो खासमा होइन त्यो कमाउलो भने त्यो घुमाउरो हो नि बाबु तिमी त्यहाँ बाटो छोडेर आएछ नि त बाबु ऊ त्यहाँ बाटो चाहिँ छोडेर आएछ नि त घुमाउरो ल त यो यहाँ त हेर कति धेरै रहेछ यहाँ पनि के यहाँ मान्छे टिप्न नआउँदो रहेछ नि खतरा बाबु यहाँ त म कति धेरै देखेको छु यहाँ ल म त यहाँ भित्र यहाँ त खतरा निहुरो यहाँ रहेछ जङ्गलमा हिल पथरामा मस्त टिप्दैछु म चाहिँ यहाँ हेर कस्तो मजाको छ है त्यसको मुनि तल गएर त्यो टिप्नु सकिन्छ नि यो गाह्रो छ जङ्गल टिप्नलाई जङ्गलमा रमाइलो है
ल्याउनु भर्खर फाल्ना छ यो हो अर्ग्यानिक प्योर अर्ग्यानिक यसलाई भन्छ क्या होइन बाबु न मिक्स कट यता पनि रहेछ नि देखो त ओहो इ कस्तो मजा खाउँदै रहेछ हेलो यो हो नि त खाने चिज भन्ने कसरी होइन कसो हो नि बाबु म सिक्दैछु यहाँ खोज्दैछु न्युरोहरू काट्दैछु भन्ने कुराहरू यो हेर कति धेरै छ नि बाबु हेर त यहाँ आहा ए यति राम्रो होइन न्युरो 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 साग साग न्युरो साग अहिले टिप्न आउनु पनि हुन्छ होला नि त मान्छे आउनु होला क्या नि आउनु सक्छौ यहाँ आउनु सक्छौ त्यो त तिर नि अब यतिर है राम्रो त हेलो यता आउनु खासै मान्छे आएन त टिप्नु छिप्पेछ है सबै कोही छिप्पे कोही छिप्पिन लागिसक्यो टाउकोतिर पार्ट हेर्दैछ है माथि यस्तो चाहिँ माथि है तिमी मजाले हिँडेर सुट गर्नु नलौटा है आरामसँग पुरोमा मोबाइल फाल्छु के भन्नु नलौटा छ तिमी बुझ्यो मोबाइलमा किन फाल्दिन् नि भन्न खोजेको मोबाइल बचाउने चक्करमा तिमी नलौट्नु भनेको के है बुझ्यो लोड्दैन क्या हुँदैन मोबाइल बचाइदिनु तिमी मन खतरालाई हिँड्न होइन बाबु ओ बाबु हजुर तिमी मन खतरालाई त हिँड्नमा भनेको तपाईँ त आज भर्खर आएको हामी त बानी गरिसक्यो त हिँडेर मेरो इलाका हो क्या हजुर हमारा इलाका है हो क्या हमारा इलाका है हो क्या फेरि पायो माथि तिमी यहीँ बसेर बनाउनु माथि जान्छ है यहीँ बसेर म यहाँ देखाएको छु क्या खतरा देखाएको छु हेर यहाँ 1 2 3 4 5 6 देखियो एक ठाउँमा छोडेर भेट्यो मलाई अलि माथि छ तपाईँ यता साइड यो यो पनि हो के कुरा सबै न्युरो त होइन ऊ पारिको धेरै छ यता पनि हेर त यसलाई उसान्ने पहिला हो उसान्ने पानी थाल्यो नि मजासित खानु बाबु यता हेर त हेर त नि यस्तो खासो यस्तो हुनुपर्छ होइन या यस्तो मिठो हुन्छ है कौन हुन्छ नि त यसमा त के चुक हाल्छन् है चुकमा थाहा पाएन अहिले चुक हालेको खाएन के न त खिलाउँदैन र चिलान त क्या चिल्लास चिलान जस्तो त बाँको गरौँ चिलान त बाँकोमा हो नि हामी कति थियो त्यहाँ देख्यो देखेन मध्ये टिप्छु म यहाँ आएको टिपेर रहेछ मान्छेले नि टिपे हानेको आइरहेछ मान्छे नआउने ठाउँ हुन्न भाइ बाबु मान्छे नआउने ठाउँ हुन्न है हेर म टिप्छु है हेर त कति ठुलो है के भनेको मैले त्यहाँ हेर यो अर्को यहाँ यो पनि राम्रो होला हो नि यस्तो टिप्नु पर्ने होइन बाबु यस्तो टिप्नुमा खासमा नि यो गाह्रो छ बन्दर चाल भएको यार बाबु
बन्दर चालु भएको हो यता बन्दैछ यता पनि रहेछ ऊ माथि हो त्यहाँ हेर त कति धेरै म नदिरला थिएँ नि किन भनेर ल हेर त हेर ये तिम्रो माथि हेर ये हेर औ पुरै छ त भित्तैभरि एक छाक त यहीँ हुन्छ क्या यो जस्तै यही पाइयो है फेरि यहाँ रहेछ नि अलि ढिप पुग्यो चरम नतिर जानु एकदम यस्तो गरेर प्लानिङ हुन्छ क्या ल बाबु आर्मी यस्तो चढ्नुपर्छ यो नेचुरल सुरिलो अझै यता प्रकृतिले दिएको आफै रहेछ नेचुरल होइन ऊ पहिरो आएर चाहिँ यहाँ त यो हेर्न ढुङ्गा छरेर यस्तो क्या है हेर त यहाँ खतरा असरी राम्रो यो हो नि के यहाँभित्र नि छ त खै ओहो तिमी देखेछौ नि आखिर टाठो रहेछ त टाठो अनि गइरहेछौँ कहाँ थाहा छ बाटो जाम सिधै जता गइन्छ पुग्छ हेर न यस्तो पहिरो आएको ठाउँमा पनि रहेछ राम्रो यताबाट गएर झरमला है यहाँबाट गएर ल जानु त आऊ तिमी नलौट मलाई बरु फाल्दिउ खसमला हुँदैन क्या त्यस्तो गर्नु जाम हुँदैन लट्टिनु बिग्रिहाल्छ यहाँ कतितिर बस्यो यहाँ देखाउ त हाम्रो तिम्रो र हाम्रो परिवार दुई छाक हुन्छ कि एक होइन होइन धेरै भइगएको छ नि मोबाइल धेरै देखिँदै मोबाइल धेरै देखिँदै गइरहनु तलतिर प्लास्टिकमा यस्तो हो नि बाबु होइन हामीले हिजो खाएको हुनु नि तपाईँहरूलाई खान्छ हामीले हिजो खाएको हो क्या ऊ एउटा साथी छ मेरो हेमराज भन्ने हामीले मागेको थियो हेमराजलाई लाउनु लाउनु कमु लाग्दिनेछ बाख्रा चाहिँ कता पुग्छ ऊ तपाईँले पछाडि बिरान भयो नि त यी ब्याग हरियोमा हरियो खास चाहिँ किन्नु क्या होइन जङ्गलै भर्खर पात फलाउनु लाग्यो जङ्गल हुन्छ यहाँबाट जाउँ है कसो अरे कति धेरै देखेँ फेरि यहाँबाट मैले कति धेरै देखेँ यहाँबाट फेरि हेरेँ खै ऊ त्यहाँ क्या कता त्यहाँ होइन आउ न म तिमी देखाउँछु आउ न तिमी देखाउँछु के माला ढाडमा टन्ने दिन्छ ऊ भएसम्म छ यो देखेर आएको नि महँगो पर्यो तर त्यो 5 पिस मेरो महँगो पर्यो ऊ त माथि हेर्नु त सिस्नो पनि रहेछ बाबु हेर त सिस्नो अघि तपाईँ यस्तो सिस्नु पर्दा हल्बो रात हुन्थ्यो अरे मुद्दाखेरि उता माथि आएर हेर्नु होला क्या हुन्छ नि त अब कता जान्छ उता आएर सिस्नु छ माथि जाउँ न अप्ठ्यारो थियो नि ल कति हेरी भेटेछु एक मुठी भइगयो यार यसो नि थोरै भइन्छ के भन्छ ए यहाँ त खतरा सिस्नो हाल्छु क्या बाबु ब्याग हुनुपर्छ क्या हो ब्यागै जाउँ न त जाम हम जा रहे जंगल सफारी आज कहाँ जाने अब ओ लडारे छ त जाम म पहिला बाटो हेर्छु है बाटो बनाइदिनु है
सानो हुन्थ्यो यस्तो फुट्यो भाँचिहाल्यो आँखा हेर त मच्छर जस्तै किरा आँखामा आउने यहाँ अलि सुक्खा पाएको ल हामी चाहिँ अब चट्टसँग निउरो सिउरो टिप्यौँ यस्तो हो कि अलग बलग होइन होइन बाबु यहाँ त तपाईँ यस्तो यति धेरै बहुत धेरै बस्छ यार अब त यस्तो गरेर टन्नै बस्छ त होइन बसेन र टन्न टिपिसक्यो हामीले चाहिँ अब चाहिँ हामी यो त बाबु बाख्रा उता गयो अरे बारीमा पस्न भयो होइन जङ्गल सफारी पनि खत्तम भयो निउरो पनि टिप्यौँ बाबुले मलाई लिएर आयो जङ्गलमा बाबु बाख्रा गयो अर्काको बारीमा देख्यो भने गाली भन्छन् हो नि त्यही भएर हामीले चाहिँ अब जान्छौँ लगभग 1 छक भएका छ ये भइरहेको छ लगभग भइरहेको छ यति बस्छ नि त मस्तवाला भएको छ निउरो ल अब चाहिँ म पनि जान्छु घरतिर आज चाहिँ मस्त जङ्गलमा आइयो मजाले टिप्यो निउरो सिउरो बाटो कहाँ त बाबु तलबाट अझै पनि बाबुले हेर्दैछन् यहाँबाट नि कहाँ जाने यति बाटो छ क्या हेर के सर्प होला आज मजा आयो माथिको जङ्गलमा गएको मस्त टिपिसकेँ मैले निउरोहरू अब आज मस्त प्योर अर्ग्यानिक जङ्गली साग खाइन्छ चट्टसँग यही रमाइलो गाउँघरमा बसेपछि गाउँको मजा मैले पनि लुट्दैछु ल अब चाहिँ जान्छु म घरतिर है बाई बाई अर्को भ्लगमा भेटौँला नयाँ टपिक नयाँ ठाउँ नयाँ चिज देखाउने कोसिस गरिरहेको छु म हलो भ्लगमा त्यसै गरी नै म फेरि नयाँ चिज नयाँ ठाउँ क्याप्चर गरेर म फेरि अर्को भ्लगमा आउनेछु भन्दै यो भ्लगबाट बिदा हुन चाहन्छु टाटा बाई बाई सी यू नेक्स्ट